ठ्याक्कै भन्नु पर्दाखेरि चाहिँ हामी यो लाजिम पाटमा छौँ यतिखेर होइन। कत्रो अग्लो बिल्डिङ हेर नि त्यहाँ यत्र यत्र टावर चाहिँ बनिरहेछन् काठमाडौँमा होइन। टावर जत्र बिल्डिङहरू बनिरहेछन्। नेताहरू के गरिरहेछन् बाटोमा थाहा छैन है। जनताहरू भक्कै भक्कै रोइरहेछन्। अनि यसरी हुन्छ राजा ल्याउनु पर्यो भनेर चाहिँ एकमुष्ट सबै जनताहरू तातिरहेछ होइन। एकछिन गीत बन्द गरौँ न। खास चाहिँ राजा हामीलाई किन चाहियो होइन। नेता छँदैछन् यत्र तत्र बडा बडा बडेमान 80-90 वर्षका पुराना हजुरबा टाइपका नेताहरू हुनुहुन्छ। राजा पनि कोन्सा भर्खरको युवा हो र राजा पनि त्यस्तै बुढबक नै नेता जस्तै त हुनुहुन्छ। बुढै भइसक्नु भएको छ। त्यही भएर यहाँ हेर्नुहोस् अगाडि यत्रो होटल खुलेको छ यो सिंहदरबारको अगाडि। साथीहरू राजा ल्याउनु पर्यो भनेर तातेर अस्ति चाहिँ यहाँ सिंहदरबार अगाडि पुरै चक्का जाम भिड गरेर बस्नु भएको थियो। हेर्नुहोस् तपाईँलाई म पुरै भिडियो अन्तिमसम्म हेर्नु है। अन्तिमसम्म हेर्नुहोस्। यो यस्तो यहाँ बाइकको जाम लाइन हेर्नुहोस् यस्तो छ। नेपालमा अलिकति राम्रोसँग विकास गरौँ केही गरौँ भन्ने खालको सोच हुने हो भने त राजा पनि आउनु पर्दैन नेता पनि आउनु पर्दैन। राम्रो विकास गर्दै पुग्छ नि हो कि होइन। के भन्नुहुन्छ ल कमेन्ट गर्नुहोस् है। यतापट्टि सिंहदरबार छ गेट यत्रो यहाँ भित्र अगाडि सिंहदरबार। राजालाई यहाँभित्र लगेर स्वागत गर्नु पर्यो भनेर चाहिँ अस्ति साथीहरू चाहिँ पुरै लागिरहनु भएको थियो यहाँ पुरै अगाडि त्यहाँ हो होइन। अनि यो पुरै छपक्कै के कोटेश्वरदेखि यहाँसम्म मान्छेहरू छपक्कै लागिरहेको। हामीले कसलाई चुन्ने हो कस्तो मान्छे राख्ने हो भन्ने कुरो त हामी आफ्नो जनताको कुरो हो नि। दुःख पाएकै हामीले राम्रो मान्छे छान्न नसकेर हो। त्यो भएको कारणले गर्दाखेरि अब आउनेका दिनहरूमा चाहे चुनाव होस् या नहोस् होइन कस्तो व्यक्ति छान्ने हो देशको लागि भन्ने कुरो तपाईँ हामी आफैले विश्लेषण गर्ने कुरा होइन छान्ने कुरा हो। बेलैमा दिमाग पुर्याउँ है साथीहरू।